हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। सो आजको ब्लगमा स्वागत छ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै छु। सो आज चाहिँ हामी धान हम्काउने कार्यक्रममा छौँ है। साथीहरूले चाहिँ एकदम मजाले धान हम्काउँदै हुनुहुन्छ है। आज जस हाम्रो घरमा खेतालो छ भनौँ न है। अनि साथीहरूले चाहिँ एकदम मजाले धान हम्काउँदै हुनुहुन्छ। यता हाम्रो भाइरल कान्छा, यता हाम्रो विक्रम दाई, अनि यता हाम्रो एसपीजी। एकदम रमाइलो भइरहेछ धान सान हम्काउने। अनि मैले चाहिँ जाली हानिरहेको छु है। अनि हामीले आधीभन्दा अझ धेरै धान हम्काइसक्यौँ है। अब थोरै मात्र बाँकी छ, त्यसलाई पनि अब हामी जाली हान्दै हम्काउने कार्यक्रम जारी नै रहेको छ है। अनि जस रमाइलो भइरहेछ केटाहरूसँग काम गर्न है। जस केटाहरू खतरै हम्काउँछ, सबैजनाले एकदम पर्फेक्ट छ हम्काउनुमा है। अनि विशेष गरेर हाम्रो प्रकाश सर चाहिँ अझ पर्फेक्ट हुनुहुन्छ। अहिले चाहिँ केटाहरूले हम्काइसक्यो है। अब म जाली हान्नेछु, त्यसपछि फेरि केटाहरूले हम्काउने छ है। बोल्नु न यार। ल उहाँ चाहिँ जितेन सर हुनुहुन्छ। उहाँले चाहिँ एकदम खतरा जाली हान्नुहुन्छ होइन। हेर्नुहोस् जाली हानेको, अब उहाँले धान जाली हानेको, उहाँको जाली हनाइ एकदमै खतरा एन्ड डेन्जर छ। वाउ, यो नेपाली भाकाइमा यस्तो हुन्छ जाली हनाइ। प्रविधि हाम्रो यस्तो हाते प्रविधि छ। अनि हाते प्रविधिमा चाहिँ हाम्रो पुरानो पुर्खौली भाकाइमा हामीले धान बताइरहेको छौँ। म चाहिँ आज उहाँ जितेन सरकोमा आएको छु काम गर्नको लागि, यो धान थन्क्याउनको लागि, केही हेल्प सहयोगको लागि, श्रमदानको लागि हामी खटिरहेका छौँ। हामी दुई भाइ यहाँ, अनि उहाँ जितेन सर अनि म गरेर 4 भाइले चाहिँ एकदमै यसरी बताइरहेका छौँ गाइज होइन। कस्तो लगायो हाम्रो नेपाली भाकाइमा प्रविधि त एकदमै तीव्र रूपमा बढेको हो, तर पनि हाम्रो नेपाली भाकाइमा यस समयमा काम गराइ चाहिँ यस्तो छ भनेर चाहिँ हामीले याद दिलाउनको लागि चाहिँ हामी यसरी नै काम गरिरहेका छौँ अहिलेको यस युग अनि घडीमा सम्म पनि। ठिकै छ गाइज, एकदमै हाम्रो चाहिँ काम यसरी भइरहेको छ। ल अनि साथीहरू चाहिँ है मलाई एकदम सघाउनको लागि, खेताल खानको लागि कहाँबाट आउनु भएको छ है। म उहाँहरूकै आवाजबाट सुन्न चाहन्छु। प्रकाश सर, तपाईँ कहाँबाट आउनुभयो मलाई सघाउन? म चाहिँ टाढी रमितेबाट आएको हो। उहाँ चाहिँ टाढी रमितेबाट आउनु भएको छ। अनि यता हाम्रो साथी कताबाट आउनुभयो? यता हेरेर हौ। टाढी 4 मिक्लाजुङ। टाढी 4 मिक्लाजुङ। गाउँको नाम? हाम्रो स्थानीय सिङ्गर मलाई कहाँबाट सघाउन आउनुभयो? मिक्लाजुङ 4 मोरङ, टाढी 5 हात्तीमाराबाट। पुच्छ चोकको नाम? एन्जन चोक। राइट। अनि अहिले चाहिँ एकदम धान सान हम्काएर छौँ है। रमाइलो भइरहेछ नि धान सान हम्काउनु केटा हो। एकदम रमाइलो। प्रकाश सर, तपाईँको अनुमानित होइन धान चाहिँ कति आयो जस्तो छ है? धान अनुमानी भन्नुपर्दाखेरि यो र त्यो गरेर 100 मुरी जति आउँछ होला। 100 मुरी जति? 300 मुरी आउन सक्छ के भन्नु। ल ठिक छ, ल जस केटाहरूसँग होइन हल्का अब गफगाफ गर्दै रमाइलो गर्दै धान सान हम्काउने कार्यक्रम भइरहेको छ है। अनि आज चाहिँ एकदम मजाले घाम लागिरहेछ, अनि मौसम पनि एकदम खुलिरहेछ। जस मौसमले नै साथ दिइरहेछ, अनि केटाहरूले नै मलाई साथ दिइरहेछ होइन। योभन्दा अरू केही खोज्नु होइन। अनि अब धान सान हम्काउँदाखेरि धुलो उठ्छ नि त, त्यही भएर मैले चाहिँ मास्क युज गरिदिएको छु। केटाहरूले चाहिँ गरेको छैन है। कति मुरी धान आउँछ? अनि प्रकाश सर, अनि यहाँ र त्यहाँ गरेर कति मुरी धान आए जस्तो छ? यहाँ र त्यहाँ गएर अनि यहाँ गरेर 300 मुरी चाहिँ आउँछ। 300 मुरी जति ठ्याक्कै आउँछ। ढिकुटी भरिन्छ, 3टा ढिकुटी एकदमै। त्योभन्दा पनि अझ बेसी 3 करोड मुरी आओस् भन्ने कामना विश्वभरिकै स्रोत जमेर आए भएर चाहिँ धान फलोस् भन्ने चाहिँ कामना छ। ओके, ठिक छ। हाम्रो प्रकाश सरले चाहिँ एकदम होइन अब मलाई विशेष गरिदिनु भएको छ होइन। अनि प्रकाश सर, अब मङ्सिर त यसै पनि गयो उसै पनि गयो होइन। अब
अहिले पुस महिना चलिरहेछ र अब माघ र फागुन त बाँकी नै छ। अनि मैले बे गर्दा कस्तो होला यो धान छँदैछ? प्रकाश सर लोखण्डा छँदै हुनुहुन्छ? तपाईँले यो ठिक्क टाइम पनि भएको छ होइन। अनि तपाईँले यो साल चाहिँ नकटाउँदाखेरि अति उत्तम हुन्छ भन्ने चाहिँ लागेको छ र छ पनि, हुन्छ पनि। बिहे गर्दाखेरि यो समय यो साल चाहिँ एकदमै तपाईँको लागि बेस्ट साल रहनेछ। ल ठिक छ। फेरि केटी चाहिँ प्रकाश सरलाई नै खोजिदिनु पऱ्यो, एकदम सोझी संस्कारी इमान्दारी अनि चिटिक्क परेको है प्रकाश सर। खोज्नुको लागि हराएको छैन, किनभने तपाईँको लागि अलरेडी जन्मिसकेकै नै छ। अब जन्मेको त होइन के होला, जन्मिसकेकै छ तपाईँको लागि त अलरेडी नै छ। तर अब कहाँ छिन् कस्ती छिन् केही गर्दी होली सानी होइन, सो थाहा छैन। र जेस केटाहरूसँग एकदम रमाइलो फनी कुराकानी भइरहेछ है। अनि साथसाथै हामीले धान पनि जाली लाउँदैछौँ, हम्काउँदैछौँ है। जेस रमाइलो भइरहेछ भन्नुपर्छ। केटाहरू चाहिँ अब हल्का गल्या जस्तो भयो क्या अनि केटाहरू रेस्ट गरिरहेछ। यता हाम्रो साथी चाहिँ एकदम हम्काउँदै हुनुहुन्छ। अनि केटाहरू पानी सानी खाने बेला पानी सानी खाऊ, यो पानी छ, यो चिसो खाऊँ, चिसो खाऊँ। ल मैले चाहिँ ल चिसो पानी डिउ खाइदिउँ म लिइराखेको छु होइन। खानु पर्यो नि त, एकदमै स्वास्थ्य वर्ग। नेपाल पानी जल स्रोतले धनी देश हो, त्यसले गर्दाखेरि हाम्रो लागि पानीको चाहिँ एकदमै स्पेसल पानी, एकदमै इनर्जिवल पानी चाहिँ हाम्रो ठाउँमा छ। एकदम स्वच्छ होइन, यस पानी शुद्ध पानी म लिँदैछु है। हस् हस्, स्वास्थ्यलाई एकदम राम्रो है। नो केमिकल, नो प्रदूषित होइन, एकदम स्वच्छ पानी पिउँदै हुनुहुन्छ। उहाँ मान्छे पनि एकदम स्वास्थ्य हुनुहुन्छ होइन। त्यही हो, चिसो पानीले मन शान्त गरौँ होइन खाएर। एकदमै स्वास्थ्यलाई पनि अब ठिक हुनेछ पानी भन्छन् डक्टरी हिसाबमा। ल ठिक छ, ल ठिक छ। दिनको चाहिँ कति लिटर, 5 लिटर पानी खानु अरे। तर मैले 1 बोतल पनि खाइसकिनँ। 1 गुड्की 2 गुड्की 3 गुड्की सम्म चाहिँ लिन सकेँ है। ओके ओके ठिक छ। अहिले चाहिँ अब यो रेस्ट टाइममा होइन पानी सानी खाने कार्यक्रम भइरहेको छ। र विक्रम दाइ, हजुर तपाईँले चाहिँ पानी नलिनु भएको? दिनको 8 लिटर पानी दिँदैछु अलिक अगाडि दिएको। अहिले चाहिँ म एकदमै बिकम फुल क्या। ठिकै छ। अब सुटाबुटा मार्नुहुन्छ होला नि त, सुटाबुटा मार्नु न त एकछिन है, जस्ट 2-3 मिनट रेस्ट गर्दाखेरि सुटाबुटा मार्नु पर्ने भयो होइन। अनि यता साथीले पनि पानी खाँदै हुनुहुन्छ, एकदम स्वच्छ पानी होइन। यो खाएकी मान्छे पनि एकदम स्वच्छ हुन्छ होइन, सफा पानी खाँदै हुनुहुन्छ। पानी कस्तो चिसो छ नि, बोल्नु पऱ्यो नि त। अनि लजाउनु भयो नि त, कपाल सपाल यस्तो फर्काउनु पऱ्यो, झुस उडिरहेछ। उहाँ चाहिँ अब हाम्रो एकदम टिकटक लभर साथी हो, लाइभ बसिराख्नुहुन्छ, भाइरल कान्छा भनेर पनि चिनिन्छ होइन। अनि यता चाहिँ हाम्रो अब स्थानीय सिङ्गर हो नि। कतिवटा स्टेजहरू सो गरिसक्नु भयो? अनि 3टा स्टेज पर्फर्मेन्स भइसकेको छ, अहिले रमाइलो भइरहेछ। ल ठिक छ, रमाइलो गर्नुपर्छ। धेरैले चिनिसक्यो तपाईँलाई होइन। अनि जस दाइको स्वर राम्रो पनि छ, धेरैले चिनिसक्यो होइन। अनि विशेष गरेर अब प्रकाश सरकोमा हिजो हामीहरू गएको थियौँ होइन। हिजो चाहिँ अब ह्याप्पी मेरी क्रिसमस थियो। अनि उहाँकोमा गएर चाहिँ एकदम खाजासाजाको व्यवस्था गर्नुभयो उहाँले। एकदम मिठो मिठो परिकारहरू हामीलाई दिनुभयो होइन प्रकाश सर। मिठो तपाईँले लिनुभयो, त्यो टेस्ट चाहिँ तपाईँलाई थाहा हुनुपर्छ है। अभियसली पनि एकदम मिठो थियो होइन, राम्रो थियो। अनि तर खोर्सानी चाहिँ अलिक बेसी रहेछ। अनि अब बिहान चाहिँ अलिक साह्रै पाऱ्यो होइन। जेस रमाइलो भयो हिजो अब प्रकाश सरहरूतिर जाँदाखेरि होइन, यसै खाजासाजा खाँदाखेरि पनि। अनि अब फेरि हामी कामतिर निरन्तर लाग्नेछौँ ल। अब केटा औलो उठ्नु पऱ्यो होइन, कामसामतिर फेरि हामीहरू लाग्नेछौँ र यो धान सानलाई हम्काइसक्नेछौँ। र त्यसपछि हामीहरू फेरि यो धानलाई
बोरामा हालेर बोकेर लगेर हामीहरू कोठामा थन्क्याउनेछौँ है गाइजो। अब भने हामी फेरि कामतिर लाग्नेछौँ है त। धान बताउने क्रमको अन्तिम समयमा छौँ अनि यो चाहिँ अन्तिम घडीमा यस राखेको रासलाई चाहिँ भेलाउने क्रम भइरहेको छ होइन। चट्टसँगले हामी दुईजनाले टक 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 यस्तो लाइन मारेर चाहिँ भेलाइराख्नु भएको छ भने एकजना साथी चाहिँ उहाँ उभिँदै हुनुहुन्छ, रेस्ट गर्दै हुनुहुन्छ। उहाँ हुनुहुन्छ विक्रम सर, यहाँ हुनुहुन्छ जितेन सर एन्ड हाम्रो भाइरल ब्रदर हुनुहुन्छ, हाम्रो भाइरल बिग ब्रदर भने। अनि यहाँ चाहिँ हामीहरू धानको रास अघि बताउँदै गरेको धान चाहिँ को रास चाहिँ यहाँ छ। अनि अहिले चाहिँ हाम्रो प्रकाश सरको पालो है जाली हान्ने। उहाँले जाली हान्दै हुनुहुन्छ। हेरौँ है त कसरी उहाँले जाली हान्नुहुन्छ है त। ल दियो प्रकाश सरले दियो दियो दियो। आमा के हो नि कडा दिनुभयो त यार, अलिक बिचतिर है। ए एकदम ठिक छ, ट्राई ठिक छ। अब चाहिँ बबाल हान्नुहुन्छ। दोस्रो ल ल ल ल ल दियो बिचमा। ओ अहिले अहिले अलिक बेस्ट भयो। अझ माथि उडाएर हान्नुभयो भने अझ बेस्ट हुन्छ। एकछिन है तर यहाँ हम्काइसकोस्। हम्काइसकोस् है पहिला साथीहरूले, अलिक मजाले हम्काइसकोस् है। अलिक हम्काउनु दिनु है एकछिन है, एकछिन अलिक माथि। अनि जस हाम्रो प्रकाश सरले पनि जाली हान्ने ट्राई गरिराख्नु भएको छु होइन, सिकिराख्नु भएको छु। उहाँले जस राम्रै हम्काउनुहुन्छ, जाली पनि राम्रै हान्नुहुन्छ। तर कहिलेकाहीँ अलिक इन्टरनेसनल डकुमेन्ट भएको ल ल ल माथि माथि माथि। यो त भएन नि त अलिक। इन्टरनेसनल हो क्या आयो भरिदिनु लु, म हान्छु एकचोटि तपाईँलाई देखाइदिन्छु। त्यहाँ भरिदिइराख्नु। यस दियो 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 यस। आमा कडा छ कडा छ, खत्रै छ खत्रै छ, कडा आयो कडा कडा कडा। फेरि फेरि नेक्स्ट नेक्स्ट दियो 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 दियो। फेरि दिँदै हुनुहुन्छ उहाँले। खतरा छ इन्टरनेसनल जाली अब दिनुहुन्छ उहाँले। हेर्नुहोस् है गाइस, दियो 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 या इन्टरनेसनल जाली यस ओके। अहिले चाहिँ हामीले है धानसान हावा लगाइसकेर है, अनि अहिले चाहिँ अब धानसान भेलाउने कार्यक्रम भइरहेछ बुढामा है। अनि हाम्रो प्रकाश सरले भेलाउँदै हुनुहुन्छ, अनि यता हाम्रो साथीले पनि भेलाउँदै हुनुहुन्छ, अनि यता दाइहरूले पनि भेलाउँदै हुनुहुन्थ्यो। अनि दाइहरूले चाहिँ यति भेला पारिसक्नु भएको छ बुढामा। अनि यहाँ पनि छ, अनि यता पनि। यो धान चाहिँ हामीले बोकेर लगेर भकारीमा थन्क्याउँदैछौँ है प्रकाश सर। अनि धान यसपाल राम्रै फलेछ नि है? राम्रै फलेको छ भने 300 मुरी आउने गरी भन्यो नि। ल ल ल ल ठिक छ। लगभग 300 मुरी। अनि हाम्रो प्रकाश सरको चाहिँ धान सान बोरामा भेलाउने काम परेको छ है। खुसी हुनुहुन्छ नि यो जबमा? ल ठिक छ। अब यो धान सान लगेर हामी भकारीमा थन्क्याउनेछौँ है। 300 मुरी फलेकोमा 300 मन बोक्दै हुनुहुन्छ ल। जाँदै हुनुहुन्छ। उठाउनुहोस्। एकदमै वार इन्टरनेसनल तागत भएको मान्छे हो। एकदम तागतवान हुनुहुन्छ हो। फुटबल खेलाडी मान्छे हो। अनि उहाँ चाहिँ हाम्रो प्रकाश सर क्यामेराम्यान। अनि अहिले चाहिँ म अब धानको भारी बोकेर भकारीमा हाल्न लाँदैछु है। आज चाहिँ धान सान झाडिसकेर है हावा लगाएर भित्र्याउने काम भइरहेको छ। बिस्तारै दाइ बिस्तारो। लिस्नु चढ्नु पर्ने हुन्छ। एकदम अप्ठ्यारो छ है। वान मिस्टेक गेम फेरि हुन्छ फेरि। साथीहरूले चाहिँ यता धान ढुकुटीमा
ढुकुटीमा हाल्दैछन् तामाङ होइन र धान चाहिँ अब यति भइसकिसकेको छ ढुकुटीभित्र है अनि मेरो पालो धान चाहिँ यति भइसकिसकेको छ भकारीभित्र है धुलै धुलो जस केटाहरूले हेल्प गरिरहेको छु है मलाई चाहिँ हाम्रो छरछिमेकी हेन्सम केटाहरूले अनि अहिले हामी फेरि खबरमा धान लिन आइसक्यौँ अनि हाम्रो प्रकाश सरले फेरि धान भर्नुहुन्छ थाल्यो भन्दा पनि हातले छिटो हुन्छ होला होइन अङ्कल हातले छिटो नि हो हाम्रो सरको चाहिँ फेरि थाले बानिसक्यो क्या हो सर थाले बानिसक्यो क्या हो हातले छिटो हुन्छ हौ हात भनेको हातै हो नि त अनि प्रकृतिले दिएको होइन अनि हातले छिटो हुन्छ जे कुरा पनि हातले छिटो हुन्छ जे कुरा पनि एक्ज्याक्टली हात भनेको हातै हुन्छ भनेको साथै हो हात भनेको हातै हो साथीहरूको साथ भनेको साथै हो होइन हात भनेको घातै हो लात भनेको लात सो आज चाहिँ नेक्स्ट डे भएको छ है आजको भ्लगलाई म यतैतिर व्यवस्था गरिदिनेछु अनि यदि मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला ओके थ्याङ्क्स फर वाचिङ गाइज बाई